guys, finally welcome back to my another vlog. अहिले चाहिँ हामी ढङ्काबाट घुमेर घर जाँदैछौँ। हामी यहाँ चाहिँ गाडीको मजा अब चाक्को आएको छ होइन। आज हामी अब आधी बाटो आइसक्यौँ। आज हामी हजार पनि सक्छ हिँड्नु चाहिँ सकिँदैन, अन्त सकिन्छ फर्स्ट बाटो देखिनु त्यो बाटोमा गयो भने नि सक्नु सक्दो रहेछ। त्यसैले अहिले चाहिँ अर्को बाटो यस्तो छ होइन। हामी यस्तो बाटोमा हिँड्दैछौँ भनेको अलिक जाने बाटो होइन। अनि अहिले चाहिँ टक्क चाहिँ चिल्डमा हिँड्दैछौँ अनि हामी भ्लगर होइन। सबैजनाले सब्सक्राइब गरिदिनु होला, भिडियो चाँडो भए पनि। अनि सबैजना सब्सक्राइब चाहिँ गरिदिनु पर्ने हुन्छ। अनि अहिले केही छैन, बाटो यस्तो चिल्लो छ, पानी छिटाउँदैछ। हामी दुईजना रफ्तारमा हिँड्दैछौँ अनि चढिरहेको छ। भ्लग किन बनाउनु हुन्न भन्नाले भन्नु आएन फेरि मलाई त्यो छैन। अनि मैले देख्नु लाग्छ हुन्छ क्या, त्यसरी मैले भ्लग बनाएको कारण के हो अहिले चाहिँ हो नि त भ्लगरमा त्यतिकै भन्नु कम्प्युटर नगरपालिका नगरपालिका कस्तो भ्लग बनाउँदै हिँड्दै थिएँ। आन्टी त मेरो बिजो थाल्छ क्या, अनि त्यो पनि हो। अनि भिडियो चाहिँ फुटबल म्याच हुँदो रहेछ, हामीले हेरिदिनु पर्ने हुन्छ। तर यहाँ छैन रहेछ होइन, यो माथि त हो। यता चाहिँ पहाडी गाउँ छ। सो गाइस अहिले चाहिँ हामी नगरपालिका गइसक्यौँ। अनि हाम्रो पनि बल खेलाउनु हौ भाइ। त्यो भाइहरू चाहिँ यस्तो बल खेल्दैछ होइन, आएको छ। त्यो पानीमा भिज्दै भए पनि अब हामी घर जानु पर्ने हुन्छ। यस्तो बाटो यस्तो छ होइन। अनि केही छैन। अनि बाटोमा फुलहरू पनि तपाईँहरूले देख्न सक्नुहुन्छ। अनि सोरी होइन, खोइ भिडियो अन्त भइरहेछ नि। यो चाहिँ जीवन दोस्त, जीवन हेर्दै गर न। सो अहिले अब हामी हाइवे निक्लिनु लगाएर चाहिँ अहिले जान्छ। न्युज बाटो छ जाने के तर्छु धेरै घुम्नुपर्छ, पानी आइसक्यो नि त। ए अक्टोबर तर्छु। अनि हामी चाहिँ अब गरेर घर छिटै जानुपर्ने हुन्छ। अनि भालेले खुकुरी खानु भन्दैछ। फेरि फुल